कस्तो लाग्यो ठाउँ दामी लाग्यो गाइस अरे हैन दिस इज मी अमेरिका अमेरिकाज ट्रेल्स त्यहाँ खोला छ सानो नेपालमा भन्दा सानो एउटा भङ्गालो जस्तो मरौमा यत्रो एउटा भङ्गालो मात्रै देख्दा त अब यो त के भन्नु तपाईँ बस्ने गुफा खोइ नि मैले देखाएको थिएँ नि तपाईँ बस्ने गुफामा त्यो त कटिसक्यो होला नि कटिसक्यो कटिसक्यो आई डोन्ट थिङ्क सो उहाँ पर्तिर हो त्यो गाइस तपाईँहरूलाई यसो हेर्नु होला अनि ठाउँ कुन ठाउँ हो पत्ता लगाउनु होला त्यो चाहिँ सस्पेन्स है तपाईँको सस्पेन्स त्यस्तो हुन्छ सस्पेन्स हुन्छ यो अमेरिकाकै हो अमेरिकाकै राज्यहरूमध्येमा एउटा राज्यको एउटा जङ्गलमा गएर केही छैन लोकेसन दिएको केही पनि छैन उयो दिएको अनि एकैचोटि सस्पेन्स भनेर तपाईँको ओडाहरू त्यहाँ हुँदैछ माथिको जङ्गल पुरा के भन्ने त्यसलाई यो चाहिँ छाँगा हो यो चट्टानको छाँगा हो माथिदेखि देखेको दामी छ नि त्यो छ नेपालमा भएको भए यो चाहिँ सब गाउँतिर खरानी भइसक्यो बाख्रा चराउने ठाउँ हो खरानी भइसक्यो खरानी भइसक्यो त्यो केही पनि हुँदैन थियो यो काठहरू पनि हुँदैन थियो होला सब दाउरा लगेर दाउरा बाल्नलाई अब तपाईँको ओडा आउँदैछ उता दाउरा दाउरा काट्ने हो क्या यस्तो बाटोहरू देख्दा त नेपालको हाम्रो हर्को साङपाङको पो याद आउँछ मलाई यहाँ हो क्या तपाईँको ओडाभित्र बस्छ उसलाई भेट्नुभन्दा अगाडि म त्यहाँ बस्थेँ त्यहाँ बसेर जङ्गली थिएँ अहिले त मान्छे भएको छु अहिले पनि बेला बेला चाहिँ जङ्गली बिहार छ अलिअलि झल्को जङ्गली बिहार आउँछ क्या अनि त्यही भएर अनि ल हामी चाहिँ यस्तो गाउँको ससुराली जाँदाखेरिको जस्तो गरेर तपाईँको बोकेर लगेको हो नि होइन ठ्याक्कै तपाईँलाई ससुरालीको यसलाई होइन गाउँतिरको यस्तो बाडा पाहाडको ससुराली दसैँमा टिका लाउन हिँड्दै थियो अब दसैँमा टिका लाउनलाई कोसेली पो छैन त ऊ एउटा ल्याप्चाकै झोला बोकेर मात्रै हिँडेको छ कोसेली चाहिँदैन ससुराली जाँदा खोइ कोसेली बनाउनु पर्यो नि कोसेली रोटी पोल्नु पर्यो रोटी पोल्नु पऱ्यो रक्सीको बोतलहरू राख्नु पर्यो ए यत्रो सुँगुरको चाहिँ ओइ तामाङ भएर सुँगुर कुरा नगर्ने पहिला हाम्रो बाजे बराजु पुर्खाहरू बस्थ्यो भित्र त्यहीँबाट तपाईँ छुट्टिएर गएर ऊ पर बसेको होइन अघिको ओडामा अंशबन्ड भएर एक झुट्टा मकै जति लिएर पर गएर बसेको अंशबन्ड गरेर त्यतिकै जङ्गलमा हिँड्दिन त तपाईँ चाहिँ खाना नपाएर बाहिर रोडमा निस्किएको थियो त्यो बेलामा बिस्कुट किनिदिएको थिएँ त्यस पछाडि पछ्या गरेको अहिलेसम्म पछ्याइरहेको छ ऊ आउनु होला घुम्नु होला यस्तो छ ठाउँ चाहिँ भन्नु तर हामी नाम चाहिँ भन्दैनौँ जे होस् अमेरिकामा आउनु एक ठाउँ कुनै जङ्गल छिर्नु यस्तो यस्तै लागेको छ भने त्यही ठाउँ सम्झिनु न कहाँ जान्छ तपाईँ त्यो ब्लग गरेको छ उता ब्लग गरेको छ आउनु न ब्लगर फर्किने होला नि त होइन फर्किने खाजा खाने कहीँ भोक लाग्यो भोकले मर्न लाग्यो भोक लाग्यो डेन्जर हिँड्नुहोस् बस्नु त एकचोटि तपाईँको नाति पनाति छ कि त्यहाँ धेरै पर न त बाँदर सादर बस्छ नि कहाँ बाँदर हुन्छ त्यहाँबाट अजिङ्गर निस्किन्छ अरे थाहा छ कहाँ
उता अगाडि लेखिरहेको थियो यस्ता अजिङ्गरलाई मैले यस्तरी के छ भाइ भनेर हात मिलाएर आउँछु हो त्यस्तो छ तपाईँसँग आँट अजिङ्गरको दाँरा मात्रै देख्यो भने पनि अहिले तर्सेर पिसाब झार्छ होला गाडीसम्म Who is this handsome man? Last handsome छ नि मेरो बुढी पुरै जेल्लसै हुन्छु नि म त जेल्लसै हुन्छु नि म कति जेलस हुन्छ ओपरै जेलस हुन्छ अरू लैदेला कि भन्ने लाग्छ है क्या अनि अरूले लैदेला कि अरूले खोस्ला कि हेर यहाँ ल यहाँ फोटो खिचिदिन्छु एउटा मजाले गाउँतिरको बाटोहरूलाई यसरी नै प्रवर्तन गर्यो भने त म्युजियम राम्रोसँग चलाउन सक्छ नेपालमा तपाईँलाई बन्छ जस्तो लाग्छ भएको रोड त बनाएको छैन बाटो बनाउँछ यस्तो जङ्गलको अब म गएर बनाउँछु ल बनाउनु जानु कहिले जाने जाने याकसँगले हाम्रो हर्क साङपाङलाई कल गर्ने गएर कहिले जानु त बनाउनु तपाईँ छिटो ढिलो गर्नु हुँदैन नि त शुभ कार्यमा होइन पहिल्यै साङपाङजीलाई फोन गर्नुपर्ने छ मेरो साथलाई अब अरूको आश गऱ्यो भने त बनाउँदैन एउटा बनाउने खालको मान्छे पनि देखियो बनावटको आधारमा हेर्दाखेरि त ल योलाई के फल भन्छ त केही थाहै छैन के फल हो यो गाइस भन्नुहोस् है यो चाहिँ रातो फल हो के हो रातो फल हो रातो फलेको भएर रातो फल यो सानो फुटेको छ पर्पल कस्तो पर्पल कलरको फुटेको छ त्यो पर्पल यो चाहिँ कस्तो कलर दामी लाग्यो यता चाहिँ फेरि हजुर मेरो अगाडि एउटा निलो बक्कुला मेरो अगाडि निलो बक्कुला हिँडिरहेको छ है खोल्लै खोला निलो बक्कुला के हो त्यस्तो नटिप्नु न अहिले भात के अरे खाजा खाँदा के हो डल्लेवाला च्याउ ओ ओ ओ डल्ले च्याउ डल्ले च्याउ पो रहेछ यता मेरो त अघि खिचेँ नि राम्रो लाग्यो मलाई यता चाहिँ के चाहिँ यता चाहिँ राम्रो लाग्यो यो यता चाहिँ राम्रो यता चाहिँ वास्तवमै ट्रेकिङ गर्ने ठाउँ हाइकिङ गर्ने ठाउँ जस्तो चाहिँ रहेछ यो होइन हेर पहिला यस्तो त पुरै चढ्थ्यो क्या चढ्थ्यो तपाईँ ल कस्तो कुरा यो चढ्थ्यो भर्याङ लाएर चढ्थ्यो क्या डोरी लगाइदियो भने म चढ्छु नि सक्छ चढ्न यस्तो पाहाडमा के त सक्दैन डोरी लगाइदिनु पर्छ म सक्छु डोरीले हान्दा जुन चढ्छ होला हौ तर तिमी सक्छौ किन नसक्नु सक्दैन हामी त धेरै हिँडेछौँ है दामी अर्को साङपाङ रुखबुकमा आउनु पर्यो यहाँनिर Thank you.